गएको ऋण पनि राम्रोसँग तिरिएको छैन, तर गएको 6 महिनामै छुट्टी आएको छ जापानबाट रतन भाइ। जीवनमा पहिलो पटक आफ्नो सेकलाई 10 दिनको छुट्टी मागेकी छिन् चुनमाया दिदीले, र मनमनै सोचेकी छिन् अब मेरो छोरीले कुवेतमा कुचो लाउन नपरोस्। कुवेतबाट आउँदैछिन् चुनमाया दिदी भोट हाल्नको लागि। यसरी बम्बईबाट, यसरी कुवेतबाट, यसरी साउदीबाट, यसरी जापानबाट, यसरी अस्ट्रेलियाबाट फर्किनेहरूले बरु परिवारको लागि मिठाई किन्न बिर्सेका होलान्, तर आफ्नो सुटकेसमा रवि र बालेनको फोटो टाँस्न बिर्सेका छैनन्। र त्यो सुटकेसमा लेखिएको छ भोट फर चेन्ज। यसपालि अचम्मै भएको छ। मैले जीवनमा 2-4 वटा निर्वाचन देखेको छु, तर यस्तो माहौल यस अगाडि कहिल्यै देखेको छैन। आदरणीय रवि